नमस्कार मेरो सम्पूर्ण सब्स्क्राइबर साथीहरुमा र आज फेरि पनि तपाईहरुको माझमा मैले नयाँ भिडियो लिएर आइसकेको छु। घर चाहिँ स्कुलदेखि आइपुगेको अनि त्यसपछि म चाहिँ अब सब्जी पकाउनु पर्ने हुन्छ खाना सब्जी हैन। मेरो ड्युटी चाहिँ खाना सब्जी पकाउने, बिहान उठ्यो खाना सब्जी अनि स्कुल गयो आयो हैन। त्यसपछि फेरि सब्जी माम सब्जी गर्ने साथीहरु फेरि छोरी मान्छे भइसकेपछि घरभित्र काम गर्ने भइसकेपछि चाहिँ खाली सब्जीको टेन्सन के पकाउने भरै के पकाउने भोलि के पकाउने अब अहिले के पकाउने भन्ने बारेमा खाली टेन्सन हुने के साथीहरु। तपाईहरुलाई चाहिँ कस्तो हुन्छ हो मलाई लास्ट टेन्सन लाग्छ हो साथीहरु। सो मैले चाहिँ अब यहाँ सब्जी पकाउनको लागि चाहिँ मरमसलाहरु केलाउँदै छु। अब चाहिँ आज चाहिँ फेरि रेसिपी चाहिँ मेरो लोकल रेसिपी हो अनि मैले चाहिँ आज सिकुटी पकाउन लागेको साथीहरु। अनि त्यही भएको कारणले गर्दा चाहिँ अलिक धेरै मरमसलाहरु चाहिन्छ नि त। त्यही भएको कारणले गर्दा चाहिँ लसुन प्याज टमाटर केलाउँदै गरेको तपाईहरुसँग कुराकानी गर्दै। साथीहरु तपाईहरुलाई चाहिँ सिकुटी कतिको मन पर्छ कमेन्ट गर्नु होला है त। अब म चाहिँ यो सामानहरु केलाइसकेपछि यो मरमसलाहरु केलाइसकेपछि चाहिँ एकैचोटी पकाएको तपाईहरुलाई देखाउने छु। दामी हुन्छ नि फेरि सिकुटी पकाएर खान जानु भन्ने चाहिँ। तर अब गाउँ घरमा त खासै त्यस्तो रेसिपीहरु पनि थाहा हुँदैन हैन। के कस्तो कसरी पकाउने भनेर के पनि खासै मजाले हुँदैन। तर हामी गाउँले स्टाइलले सादा सिम्पल तरिकाले पकाउँछौँ। हेरेर फेरि तपाईहरुले छ्या भनेर नभनिदिनु होला है। गाउँ घरमा यस्तै हो नि हैन र साथीहरु। कतिजना गाउँघरबाट हेर्दै हुनुहुन्छ हैन। मेरो फ्रेन्डहरु पनि हुनुहुन्छ होला, इलामतिरकै पनि धेरै जस्तो हुनुहुन्छ होला हैन। लाज लाग्छ के यस्तो सानो सानो साधारण कुरा हुँदै अब भिडियोहरु बनाउँदा चाहिँ लाज लाग्छ। तर पनि के हो हामी मात्र हैन यस्तो सादा अनि सिम्पल जीवन बिताइरहेको हामी मात्र हैन होला हैन जस्तो पनि फिल हुन्छ। किनभने भनेको मेरो भ्लगको भिडियो हेर्नु हुने भनेको सो धेरै जस्तो पहाडकै हुनुहुन्छ मेरो साथीहरु जस्तो लाग्छ हैन। तर पनि जस्तो सुकै भए पनि तपाईहरुको माझमा चाहिँ मैले भिडियो ल्याउन चाहे। अनि म चाहिँ भर्खर अब नयाँ युट्युबर हो नि त। अनि के को भिडियो बनाउने कस्तो भिडियो बनाउने कहाँबाट स्टार्ट गर्ने त्यही थाहा नहुने साथीहरु। कसरी के गर्ने हो तपाईहरुले मलाई सजेसनहरु पनि तपाईहरुले दिनु होला। मैले चाहिँ प्याज र टमाटर पनि काटिसके। अब चाहिँ लसुनहरु जिराहरु कुटेर तयारी गर्ने छु। अझ पनि लिइसके अनि त्यसपछि अब यसलाई मसिनो कुटेर पेस्ट बनाउँछु है साथीहरु। मसला पनि तयारी भइसकेको छ। म चाहिँ अब काट्नतिर लागे। म चाहिँ अब सिकुटी काट्छु है त। साथीहरु मैले सिकुटी पनि काटिसके। यस्तो दामी भएको छ कि यसपालिको सिकुटी चाहिँ फेरि। साथीहरु म चाहिँ अब पकाउनलाई रेडी गर्दै गरेको स्टार्ट गरे। मैले चाहिँ साथीहरु अब सिकुटी पनि धोएर लिइसकेको छु। अब चाहिँ म सिकुटी लगाउँछु। हल्का भिडियो चाहिँ मधुरो आयो जस्तो लाग्यो किनभने अब बेलुकीको खाना पकाउँदै गरेको हो। त्यो भएको कारणले गर्दा साथीहरु अब भिडियो चाहिँ अलिक मधुरो त्यस्तै आयो जस्तो मलाई फिल भइरहेको छ। लगाइदिइसक्यो। अरु सामानहरु मैले लगाइसकेको है साथीहरु। अब चाहिँ अन्तिम टमाटर मात्र बाँकी थियो यसलाई पनि लगाइदिए। हजुर ए
सिकुटी चाहिँ यस्तो भएको छ। यहाँ घरको दाल रहेको छ अनि यहाँ चाहिँ हाम्रो खाना सब चाहिँ हामी खानेछौँ सिकुटीसँग होइन। अनि यो चाहिँ दाल चाहिँ घिउमा झाँटेको। कस्तो भयो मम्मी सिकुटी? पानीमा खानु दामी भयो। साथीहरू मिठो चाहिँ मिठो भएको छ है सिकुटी चाहिँ साँच्चै झाँटेको चाहिँ होइन। अनि दाल पनि उयोमा घिउमा झार्दै गर्दा चाहिँ साह्रै मिठो हुँदो रहेछ। हामी चाहिँ खाँदैछौँ। मम्मीले चाहिँ अलिक अगाडिदेखि खान थाल्नुभएको अनि सकाइसक्नु आँट्नुभयो उहाँले चाहिँ। सिरु थापाले मिठो भएको छ साथीहरू। गाउँले बनाउँछ कस्तो धान सिरु थापा। टाढे नि होइन मगरसँग बेगर छ। ऊ मगर नि ए थापा मगर गोर्खा। साथीहरू रातिको बेलुकाको खाना खाएको हो नि, त्यही भएको कारणले गर्दा चाहिँ रात परेको छ, अँध्यारो अँध्यारो भएको छ। मिठो भएको छ साथी। सादा बनाएर खाँदा पनि मिठो के सिकुटी चाहिँ फेरि सादा सिम्पल बस्यो हजुर बस्यो। दाल पिएला मिठो भएको छ। घिउमा झार्दा मिठो हुँदो रहेछ। मम्मी चाहिँ गइसक्नु भयो, खाइसक्नु भयो र म चाहिँ अब उहाँलाई दिएर खाएको होइन, त्यही भएको कारणले गर्दा अलिक ढिलो भयो। उहाँ चाहिँ अब बेलुकीको प्रार्थनामा पनि जानुहुन्छ, प्रार्थना सङ्गतिमा जानुहुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ उहाँ अलिक छिटो खाएर उठ्नु भयो। माइन्ड नगरिदिनु है साथीहरू। साथीहरू मैले पनि खाएर सकिसकेको छु। आज साँच्चै नै मिठो 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 भएको छ साथीहरू। मैले चाहिँ मिठो बनाइछु क्या आज चाहिँ, भिडियोमा देखाउनु भनेर हो कि किनभने आज चाहिँ मिठो भएको छ हौ साथीहरू। साथीहरू मैले खाइसकेको छु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। र मेरो भिडियोलाई लाइक अनि कमेन्ट गर्न नबिर्सिनु होला। यति भन्दै बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँला।